10 मिनटमा निदाउनुहोस्। मान्छे त आफ्नो टेबलमा फर्केर हो नि, कहाँ पुग्छ? यहाँ बसिरहेको छ मान्छे नेपालको उसो यसो नगरे भाइ सँगै आफ्नो साथीको 3टा रेस्टुरेन्ट हो, म चाहिँ काम गरेर बस्नु पर्छ अनि ननिदा अरूसँग तुलना गरिरहेछ, विगतमा पुगेको छ, भविष्यको यो के होला, मलाई रोग लाग्यो भने मैले त खाइ गरेर छोरो कसो गर्ला, त्यतिखेर दिइरहेको छ। के भविष्यमा पुगेको छ, के अरूसँग तुलना गर्न पुगेको छ, कि विगतको यो नगरे भाइ भनिएको छ। वर्तमानमा कोही जिएको छ, होइन, वर्तमानमा जिउनुहोस्। तपाईँको लागि तपाईँको वर्तमान भनेको तपाईँको श्वास। दिनको 15 मिनट श्वासलाई ध्यान दिने 1 नम्बरमा। दोस्रो नम्बरमा हरेक दिन हरेक व्यक्ति 15 मिनट जति सकिन्छ 5 मिनट 2 मिनट नाच्ने भने कला सिक्ने, अरूलाई देखाउने भने भाइ मेरो आमासँग हरेक दिन म घरमा 1 घन्टा नाच्छु। म नेपाल बसेर बेला घरमा बसेर बेला मेरो आमासँग। त्यही भएर यहाँहरू श्रीमानसँग नाच्नुहोस्, श्रीमती श्रीमतीसँग नाच्नुहोस्, समय दिनुहोस् आफूलाई। कसरी नाच्नुहोस् त सँगै। डिभोर्स हुन्ला छ भने पनि नाच्ने काम सँगै गर्नुभयो, डिभोर्स बन्नु। कला भने जीवन जिउने, तनावले जिउने फेरि। श्रीमान श्रीमतीलाई राम्रो पर्दै गएको छ अनि भेटमा आउने बित्तिकै श्रीमान आयो भने मुस्कान दिनुहोस् क्या, श्रीमती आउने बित्तिकै मुस्कान दिनुहोस्। अनि त्यहाँबाट रिस कम हुँदै 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 जान्छ। दिस इज द आर्ट अफ लिभिङ, जीवन जिउने कला। तपाईँहरूको थोरै दूरमा चलेको छ भने ध्यान दिनुहोस्, अब त्यसलाई फर्काउनुहोस्। नर्मल लाइफमा जिउनको लागि तपाईँ नाच्नुहोस्। किनभने एउटा विज्ञानले बुझ्नुहोस् भने तपाईँको शरीर जति चल्छ मन त्यति कम चल्छ। मन जति बढी चल्छ शरीर चल्दै चल्दैन। डिप्रेसन भएको व्यक्तिको 60, 70, 80 हजार विचार मनमा खेल्छ। झोग्राएर बस्छ, शरीर चल्दै चल्दैन। जसको शरीर चल्छ नि, यता चलेको छ, उता चलेको छ, यो गरेको छ, उतो गरेको छ, शरीर नाचेको छ, मन चल्दै चल्दैन। बुद्धले के भन्नुभयो? दिनमा 60 देखि 70 हजार विचार हरेक व्यक्तिमा आउँछ। मेरो टोपी देख्नु एउटा विचार आयो, मलाई देख्नु अर्को विचार आयो, यो हल देख्नु अर्को विचार आयो, यो कानमा हाम्रो सुनमजीले चाहिँ बजाउनु एउटा विचार आयो, अब कालो टोपी देख्नु अर्को विचार आयो, बाँसुरी सुन्नु अर्को विचार आयो, गाडी देख्नु अर्को विचार आयो। यस्ता विचारहरू दिनमा 60 देखि 70 हजार विचार आउँछन् हाम्रोमा। है त्यो विचारलाई तपाईँले जति जति कम गर्दै 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 लानुहुन्छ, त्यति तपाईँ आध्यात्मिक प्रोसेसमा जानुहुन्छ, त्यति तपाईँ ईश्वरीय बन्नुहुन्छ। बुद्धले त्यो विचारलाई तपाईँले 10,000मा झार्नु हो भने तपाईँ सम्बुद्ध बन्नुहुन्छ भने भन्नुभएको छ अभिधम्म पिटकको बुद्धले। शुद्ध पिटक, विनय पिटक, अभिधम्म पिटक। कृष्ण भगवान्ले विचार कम गर्नका लागि अभ्यास कौन्तेय भन्नुभएको छ किताबमा। अभ्यास गर्नुपर्छ। एउटा यसको लागि कसरी गर्ने त भन्दा एउटा बाँदर खेलाउने मदारी भन्छ क्या, मदारी। ध्यान दिएर सुन्नु होला, एकदम तपाईँलाई पनि काम लाग्छ। एउटा बाँदर खेलाउने मदारीले बाँदरलाई खेलाउँदो रहेछ। कसरी खेलाउँदो रहेछ? त्यो बाँदर जस्तो चञ्चले प्राणीलाई उसलाई 3 फुटको डोरीमा बाँध्न मन लाग्यो। 3 फुटको डोरीमा बाँध्ने भने बाँदर चकचके भएर अनेक गरेर चञ्चले भएर छटपटेर विक्षिप्त भएर मर्छ। त्यो बाँदरलाई 3 फिटको डोरीमा बाँध्नलाई के गर्ने त भन्दा पहिले उसले चाहिँ 50 फिटको डोरीमा बाँधिदिन्छ। बाहिर चञ्चले भएर हिँड्ने बाँदर 50 फिटको डोरीमा बाँध्दाखेरि कता कता पीडा पीडा भयो यस्तो गर्यो। 5-7 दिन बानी पऱ्यो, 50 फिटमा ठिक्क भयो। 50 फिटमा बानी परेपछि त्यसलाई 40 फिटमा झारिदिएछ। 50 फिटमा बानी परेको बाँदर 40 फिटमा झार्दा अलिक गाह्रो। 2-4 दिनपछि बानी पऱ्यो भने 30 फिटमा झार्नु। 40 फिटमा बानी परिहाल्यो, 30 फिटमा झार्दा गाह्रो हो। 5-7 दिनपछि बानी पऱ्यो भने 20 फिटमा झार्नु। एवं रीतिले 20 फिटको बानी पऱ्यो, अनि 15 फिट 72 फिटको बानी पऱ्यो। 5-7 दिनपछि 10 फिट